नाम दीक्षा कार्की हो। आज चाहिँ हामी भेटेटाको नाम चाहिँ भन्ने ठाउँमा आएको छु। बेलेटार जाँदै हो गाइस, बेलेटार बेलेटार। यहाँ हिरोको इन्ट्री गर्छौँ। त्यस्तै हो है। साँच्चै हामी पढ्नु नआउँदा बरु भावमै स्टाइलले कुद्दैछौँ। यो स्कुलबाट नयाँ विद्यार्थीको वेलकमको लागि हामी जाँदैछौँ। हामी अब 12 मा पुगिहाल्यो। अब 11 को लागि हामी पुरै स्वागत गर्न जान्थ्यो। ल हाम्रो एकजना अभिभावक उहाँ देखा परिसक्नु भएको छ। हेलो गाइस, अहिले चाहिँ हामी यो तरेर कटेर जङ्गलको बाटो आइपुग्यौँ है। कडा छ जङ्गल पनि, बाटो यस्तै राम्रो छ, बन्दै रहेछ। एकदम अस्ति पनि गइरहेको, मलाई थाहा छ, त्यही पनि भनेको होइन। आज के मन्दिर लागिरहेको छ, चाहिँ के मन्दिरमा यहाँ आज के मेला रहेछ होइन है, पुरै भेट लागिरहेछ होइन।
नमस्कार आदरणीय दर्शक साथीहरू। आज चाहिँ हाम्रो यस के अरे शिक्षा सन्देशका विद्यार्थीहरू, नवा विद्यार्थीहरू, 11 क्लासका विद्यार्थी, हाम्रा भाइ बहिनीहरू, जुनियर भाइ बहिनीहरू, यो नमस्ते धर्ना अन्तर्गत रहेको नाम्चे बजार नगरपालिका अन्तर्गत नाम्चे बजार भन्ने ठाउँमा आएको छौँ र अब हाम्रो सुरुवाती कार्यक्रम सञ्चालन भइरहेको छ। यो विद्यार्थीहरूलाई आज भ्रमण गराइदिउँ भन्ने हाम्रो उद्देश्य रहेको छ। त्यस कारण आज हाम्रो सम्पूर्ण विद्यार्थीहरू र हामी लगायत सम्पूर्ण टिमहरू आज नाम्चे बजार घुम्न मेरो नाम दीक्षा कार्की हो। आज चाहिँ हामी भेटेको नाम्चे भन्ने ठाउँमा आएको छौँ। हाम्रो आदरणीय सर पनि हुनुहुन्छ। सरले तर भुत्ल्याएको पनि खिच्यो र पो त गाह्रो छ त। भुत्लाको होइन यो भनेको, यो ढाडी हेरेको भित्रको जुन संस्कृति संविशाला अग्रगामी राष्ट्र हाम्रो जय जय। सबै कुरा राम्रो छ। टिचरहरू वेल एक्सपिरियन्स हुनुहुन्छ। तपाईँहरूले चाहेको भन्दा पनि धेरै अपर्च्युनिटिजहरू प्राप्त गर्नुहुन्छ। सबैजनालाई फेरि पनि शिक्षा अन्तर्मनदेखि नै म स्वागत गर्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। म पनि यो शिक्षा सन्देश ल पढाउन जोडिएको छु। वास्तवमा अहिलेको आवश्यकता तपाईँहरूलाई त्यस्तो केही समस्या छैन भने अहिलेको आवश्यकता चाहिँ के छ भने कानुन संकायमा चाहिँ तपाईँहरूले अध्यापन गर्नुभयो भने यो चाहिँ एकदमै बेस्ट छ। यसको अहिले स्कोप चाहिँ धेरै छ। अहिले अदालतहरूमा कर्मचारी माग्यो भने पनि त्यहाँ चाहिँ कर्मचारीको आवश्यकता पुरा हुन नसकेको अवस्था छ। यदि अदालतले माग गर्छ एप्लाई गर्ने मान्छेहरू चाहिँ त्यहाँ हुन्न। कानुन संकाय कानुन पढेका विद्यार्थीहरू त्यस्तो मेन पावरहरू नभएको अवस्था त्यहाँ छ। अस्ति पनि मैले विद्यार्थी भाइ बहिनीहरूलाई घुम्ने क्रममा उच्च अदालत लिएर गएको थिएँ। त्यो उच्च अदालतमा त्यहाँको रजिस्ट्रार सरले भन्दै वास्तवमै पुराना पढेका कि त वकिलहरू भेटिन्छन् भने उमेर ढल्किसकेका भेटिन्छ।
उत्पादन छैन, जसले गर्दा जतिपटक जति मेन पावर चाहिने पर्ने मेन पावर मागेभन्दा कमको एप्लाई पर्छ र फेरि विज्ञापन गर्नुपर्ने अवस्था छ। यो चाहिँ अहिले तपाईँहरूले पढाउन थाल्नु भएको रहेछ त्यो स्कुलमा, यो एकदमै राम्रो कुरा हो। अहिले हामीले नै यसलाई पहल गरेर देशैभरि धेरै स्कुलहरूमा चाहिँ यो व्यवस्था मिलाउँदै लगेको अवस्था छ भन्ने कुरा त्यहाँ सरले त्यो कुरा भन्नुभएको थियो। अधिकार थियो त्यो पनि दण्डको सजायको भागीदार भनौँ ऊ पनि हुनु भनेपछि एउटा परिवारै तहस नहस हुने, एउटा एक्सिडेन्टले एउटा परिवार तहस नहस हुने स्थिति त त्यहाँ रहेछ नि। तपाईँले त्यो कानुनको बारेमा राम्ररी बुझ्नु भएको छ भने, बुझ्न सक्नुभयो भने त यस्ता किसिमका घटनाहरू पनि हुन सक्दैनन्। वास्तवमा तपाईँलाई चाहिँ नि यसले लगाम लाउने छ नि त, लगाम लायो नि त। हाम्रो समाज भनेको के हो भने त समाजमा आज तपाईँ हामी यसरी बसिरहेका हुन्छौँ, हामीले हाम्रो घरमा एक्लै बसिरहेको अवस्था कुनै दिन हुन्छ भने त्यो एक्लै बसिरहेको अवस्थामा हामीले गर्ने क्रियाकलाप फरक हुन सक्छ। घर परिवारमा सबैसँग हुनुहुन्छ भने त्यस दिनको क्रियाकलाप हाम्रो फरक हुन सक्छ, हाम्रो बसाइ फरक हुन सक्छ, तपाईँको खानपान फरक हुन सक्छ, त्यो होइन त्यो पूर्ण गर्न सक्छौँ है। जस्तो सरले अघि भन्नुभयो अनलाइनको कुरादेखि लिएर हामीले यो पढेर गर्ने लिएर हामीले यहाँ बसेर गर्ने नेटवर्कको म्यानेजमेन्टदेखि लिएर यो सबै कुरा तिमीहरूले यहाँबाट सिक्दै यो कम्प्युटरबाट सिक्दै +2 बाट सुरु हुन्छ तिमीहरूको। यो सिक्दै सिक्दै गएर अब यो जान्छौ। अब त्यस पछाडि तिमीहरूले पढ्ने भनेको हामीले प्रोग्रामिङमा सफ्टवेयर डेभलपमेन्टको कुराहरू र वेबसाइट बनाउने कुराहरूदेखि लिएर सबै कुरा तिमीहरूले यहाँ सिक्छौ। +2 मा हामीले अगाडि पनि गराउँदै लिएको छ। नयाँ कोर्स छ तिमीहरूको, यो 50 रिटर्न छ, 50 प्र्याक्टिकल रहेको छ। त्यसमा हाम्रो सबैभन्दा फोकस बढी प्र्याक्टिकलमा रहेको छ। यसले तिमीहरूको भोलि गएर केमा कुन सेक्टरमा जब गर्न सक्छौ भन्दा अलमोस्ट सबै सेक्टरमा हाम्रो फिल्ड सबै सेक्टर रहेको छ। एउटा मात्रै सेक्टरमा मात्रै नभएर ब्याङ्किङ वा गभर्मेन्ट मात्रै नभएर इच एन्ड एभ्री सेक्टरमा तिमीहरूले जान सक्छौ है। यो म सफ्टवेयर डेभलप पनि गर्छु, सफ्टवेयर बनाउँछु, सफ्टवेयर बेच्छु पनि। अहिले मलाई मेन पावर चाहियो, म यहाँ काम गर्छु भन्दा मेन पावर भेटिँदैन है। अब यो अहिले नयाँ कोर्सले के गराएको छ भन्दा तिमीहरू सफ्टवेयर एटलिस्ट +2 पढिसकेर एउटा that is by my age आफ्नो उमेरले गर्दाखेरि र लास्टमा I will be a gentleman or a gentlewoman, that is by my choice है। सो सबैलाई म के भन्न चाहन्छु भने आफ्टर SLC और SC मैले त SLC दिएँ, अब SC छ अहिले। आफ्टर +2 आफ्टर ब्याचलर्स आफ्टर मास्टर्स यो सबै जिन्दगीको जति फेजहरू हुन्छ नि यो सबै कनेक्ट गर्नको लागि यु सुड मेक अ राइट चोइस। राइट चोइस गर्न सकियो भने यु क्यान मेक अ म्याजिक आउट अफ दिस वर्ल्ड। यो संसारमा नभएको कुरा पनि हामीले एचिभ गर्न सक्छौँ। द्याट इज नट बियोन्ड आवर कन्ट्रोल, हाम्रो कन्ट्रोलमा छैन। त्यसै सम्बन्धमा पेपर थियो ल ठिकै छ। सो त्यो पेपरमा केही कुरा लेखेको थियो मैले, त्यो द्याट इज इन माई हेड, मेरो टाउकोमा छ होइन, मैले सम्झिरहेको छु। म होटल म्यानेजमेन्टको बारेमा अब पढाउने टिचरले आई थिङ्क दे विल से सो मेनी थिङ्स, पढ्ने कुराहरूमा भन्नुहुन्छ। म 1-2वटा कुराहरू गर्छु विच विल बी फेसिनेटिङ यु है। सो यो संसारमा सबैभन्दा अग्लो होटेल कुन हो भन्ने कसैलाई थाहा छ? हामी होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थी हौँ, तर हामीले रिसर्च गरेका छौँ कि छैनौँ? सबैभन्दा अग्लो होटेल यो संसारमा इट इज इन दुबई, इट इज ग्यागोरा होटल भन्ने एउटा होटेल छ। सबैभन्दा बिगेस्ट होटेल एकोर्डिङ टु नम्बर अफ रुम्स कहाँ छ संसारमा थाहा छ? छैन। म पुगेर आएको छु त्यो ठाउँमा एन्ड द्याट इज पोसिबल ओन्ली इन होटल म्यानेजमेन्ट।
होटल म्यानेजमेन्ट यस्तो विषय हो which teaches you to read globally and travel throughout the world.